एक पुनः सम्पूर्णलाई यहाँ उपस्थितिको लागि हार्दिक धन्यवाद दिँदै यो छोटो समापन कार्यक्रम यही अन्त गर्न चाहन्छु। धन्यवाद। सहयोग हुन अनुरोध गर्दछु। उहाँहरूले हामीलाई लागु पदार्थ गर्नु हुँदैन, मान्छेले भन्छन् कि लागु पदार्थ गरेर मान्छे बिग्रिन्छन्, तर होइन रहेछ। मान्छे बिग्रिन्छ त अनि मात्र लागु हामी सबैले अहिलेसम्म धेरै ज्ञान पाइसकेका छौँ, ज्ञानहरू पाइसकेका छौँ कि हामीले लागु औषध प्रयोग गर्नु हुँदैन, जसले हामीलाई हाम्रो केरियर बिगार्छ भन्दै आफ्नो यो किन आफ्नो आज हामीले मानव अधिकार जस्तो साइबर क्राइम, लागु औषध, ट्राफिक नियम हरेक कुरा अब जस्तै हामीले स्कुलमा नपाउने ज्ञान यहाँ आएर पायौँ। यसमा हामी धेरै खुसी छौँ र हामी जुन स्कुलबाट आएका थियौँ 25जना विद्यार्थी, उहाँहरूले गएर स्कुलमा गएर गाउँमा गएर उहाँहरूले राम्रो आफ्नो साथी युनिटी बनाएर युनिटीभित्र सबैलाई सिकाएर यो कुरा समाजमा समाज पनि एउटा सुध्रिनुहोस्। आज हाम्रो देशको अवस्था यही अशिक्षाको कारणले गर्दा मान्छे बिग्रिने, नासिने।